यहाँ गाइस हाम्रो चाहिँ टिकाहरू अब रेडी भइसकेको छ यहाँनिरै हो। अन्त अब यहाँ चामल छ, हामी चाहिँ सेतो टिका लाउँछ हो। दुबो हो यो चाहिँ, दियाहरू रेडी बनाउनु छ अब बहिनीले। अन्त म चाहिँ अब यहाँ बस्ने। यहाँ गाइस यो मेरो चाहिँ रेडी भइसक्यो म चाहिँ हो। नुहाइधुवाइ गरेर पनि लुगाहरू पनि लगाइसकेँ। यसपालि चाहिँ मैले पिङ्क लगाइदिएको, पोहोर चाहिँ मैले रेड लगाएको थिएँ, यसपालि चाहिँ पिङ्क हो। यो बाईको सेट चाहिँ मेरो लास्ट रेड छ यो, तर लाउँदा लाउँदै बिर्सेछु। हेर्नु नि यहाँ चाहिँ यो खालको दुईवटा चाहिँ यहाँ लाउनु बिर्सेछु हो। अनि यो चाहिँ मैले क्रिम लाएर लगाएको उयो भएर टाइट भएर। हाम्रो आमाले चाहिँ आमालाई ढोक्यो। यहाँ रातो स्टप गरेनौ? यहाँ मेरो आमा हुनुहुन्छ, आमाले चाहिँ अब मलाई टिका लगाइदिनु हुँदैछ। वर्षमा दिनमलाई भने के भयो यो धले सबै सुकेछ त? यहाँको उयो ल्याउ न म चाहिँ अब चाहिँ म टिका लाउने है गाइस। जाउँ परबाट देखाइदेऊ। अब त्यो बर्तन आमाले चाहिँ माया गरेर छोरीलाई खुवाउँदैछ। सबसे आगे चाहिँ हाम्रो नाना आउँछ टिका लगाउनु घरमा। हेलो पुष्पा नाना, तपाईँ चाहिँ कहाँ छ? यहाँ तपाईँको मिसिङ भइरहेछ। सुषमा नाना हेर्नु त अर्का आमाको माया जति सबै लगिसक्यो। आमाले दामी आशीर्वाद दिने नानालाई चाहिँ। अर्को पालि चाहिँ नाना चाहिँ झन् ग्रान्ड गरेर आओस् न हाम्रो नाना। पानी चाहिँ मलाई पर्साइदिएको आमाले। सबै गऱ्यो पर मेन क्या नक्कल पार्छ हाम्रो नाना चाहिँ। हेर्नु नि आमाले टिका लगाउँछ नाना बिचार उसको आशीर्वाद दिनु नि हौ, सकेको छैन। चिनी हाल्नु पर्थ्यो नि अलिक। पहेँलीले खिच्छ। हेलो पुष्पा नाना, कहाँ छ तपाईँ? यहाँ तपाईँको मिस भइरहेछ। मलाई शिक्षा लाग्यो क्या हो त्यो आमाहरूले के भन्नु के हो त्यस्तो हो नि आफ्नो त्यस्तो कान्छी छोरी भाइ आइज, भाइको टर्न हो। अब मेरो सक्यो। भाइ आइज, भाइको टर्न हो। जाऊ भाइ। अब अहिले टिका लगाइसकेर ढोक्छु नि। अन्त जाउँ न ढोके उयो गऱ्यो। दैलेको पुग्दैन होला यो घरको जाऊ त त्यो टर्न। यहाँ गाइस म चाहिँ लगाइसकेँ। अब मेरो ठुलो भाइले लाउँछ। हेलो गाइस। यहाँ गाइस यहाँ हाम्रो भाइको नानी। हेलो रिस्मिका। जाऊ न हो। यहाँ चाहिँ हाम्रो सगुनहरू राखिसकेको छ मेरो भाइ बुहारी।
दुईजना सबैजना चारजनासँगै बस्ने लु त गाइसहरू मेरोमा आमाले टिका लगाए हेर्नुहोस् है तपाईँहरू पैसाहरू कामाउनु भएको बसेर उयो गरेर खानु बराबर एउटा काने भएर हल्को पनि हुँदैन नि बराबर मिल्नु पर्यो मेरो आमाको आशीर्वाद चाहिँ यस्तो छ है गाइस बस्नु होइन मजाले मिलेर गरेर अब चाहिँ मेरो भाइहरूको सकिसकेको छ अनि चाहिँ बहिनीको टर्न बहिनी लो बहिनी हो बहिनी पहिला मेरो बहिनी अर्को पालि राम्रो ज्वाइँ लिएर आउनु भनेर भन्नु न हाम्रो बहिनीको ज्वाइँ चाहिँ कहाँ छ यहाँ कमेन्ट गर्नु पर्यो गाइस बिमारको लागि चाहिँ जरुरत छ डक्टर चाहियो डक्टर दिदी हेर्नु न सुक्कै बजे केटाकेटी यस्तै औ लु तिमीहरूको टर्न हो अब यहाँ चाहिँ हाम्रो बाहिर हो ऊपर गाई गोठहरू छ फुलेर पनि कस्तो दामी फुलिरहेछ पैसा उल्टा घुमाएर पैसा सानो भाइ खोइ सानो भाइ के गर्दैछ दुईजना के गरेको हामी दुईजना हेलो गाइस भनिदेऊ न बहिनी बहिनी यहाँ र हेलो गाइस भनिदेऊ रोज के छ मेरो रोज चाहिँ मेरो ब्याट्री लो हुँदो रहेछ के भन्छौ काकाको त यसरी मात्रै भ्यानु चाहिँ लाग्दैछ अस्ति त्यो धुप सक्यो उयसमा यस्तो सिक्का धुप सकेको सिक्पा धुप लाग्यो भयो ल अब कसको टर्न आयो अब हाम्रो रोनल अब चाहिँ हामी डल्ली होइन भाइ त्यहाँबाट गाइस यो चाहिँ मेरो दाजुको लासिम कोठा हो अब म चाहिँ माथि गएको अब माथि गएर आउँछु बहिनी म माथि गएको ल आइज न माथि आखिरकोमा सुत्ने म त गएको है माथि माथि गएको ल अहिले आउँछु माथि गएर जहिले नि माथि पुसाहरूकोमा गएर ओरा लाउने अब म सम्झिन्छ कहिले छुट्टी नहुँदो रहेछ अरे भाउजू कति बोलाएको तपाईँलाई कस्तो नसुनेको खोइ पुसाइ यो चाहिँ मेरो पुसाइको घर हो हाम्रो गाउँहरू हेर्नुहोस् है गाइस यस्तै छ यो कुकुरले टोक्छ होला मलाई डर लाग्यो खेत यहाँ आइज न अन्त खेद्न यसलाई खोइ आँखेलाई म डिस्टर्ब गर्दिनँ आएको म चाहिँ यहाँ आइपुगिसकेँ यहाँ चाहिँ हाम्रो दावा चाहिँ सुतिरहनु भएको रहेछ पाहुना आइसक्यो भन आँखेलाई कस्तो सुतेको आँखे भन न छोराहरू चाहिँ आइपुगिसक्यो यहाँ हेर्नु है मेरो छोरा चाहिँ यस्तो ह्यान्डसम भएर आइसक्यो हेर्नु न बिचरा मेरो छोरालाई आज मात्रै भेट्दैछु म त आज मात्रै भेटेको मेरो छोरालाई मेरो छोरा चाहिँ होस्टेलमा बस्छ नि त आज मात्रै आइपुग्यो नि त यहाँ चाहिँ मेरो दिदीको छोराको साथी हो चाहिँ मेरो दिदीको छोरा सबिन अन्त हाम्रो पुसाइ हुनुहुन्छ यहाँ भन्नु नि त यहाँ माथि को त बोलेको को आएको छ भाइ अरू चाहिँ को फोन गर्नु ए पविनले मेरो एउटा काम गर्नुपर्ने छ यहाँ फोनमा
हाम्रो पवन पुत्रहरू छ यहाँ हनुमानहरू भने यहाँ गाइस म चाहिँ यहाँ आइपुगिसकेँ मेरो दाजुको घरमा। यहाँ चाहिँ मेरो दाजु हो, यता चाहिँ दाजुको छोरी हो। अनि यो चाहिँ भैँसीको मासु है, बफ मिट पोलेको खाइदिएको खाए ल गाइस भन्दै। फ्याबुलो खम्ली मो सेवारो नमस्कार। अब म चाहिँ खाएँ। मासु खानु जान्छ दुःख है। टुक्रा टुक्रा पारे भयो यसले सेलाइ ल्याएछ म्याडमले। बिन्दुहरू चाहिँ कतिखेर आइपुग्छ है? मिस गर्दैछु है तिमीहरूलाई म बिन्दु बिन्तीहरू। नाना छिटो आउनु, आज आउँछ नाना? नाना आउँदैछ त भर्खर कता अरे डामडिमी कता हुँदै पड्का पड्की आउँदै डामडिम भनिदिए होइन। म ताइले अर्को खान्छु नि, मलाई उयो ल्याउनु लु दाँतले फुल्दा के हुन्छ भन्दा यो चाहिँ अर्ग्यानिक हाम्रो ओपनर हो। ले मान्छे मलाई नपकाउनु भन्छ, म खाँदिनँ। किन पुष्पा राखिरहेको जान्छु। आइपुग्यो आइपुगेको छैनौ? अन्त अहिले भानीचरमा त आएको नि घुमेर आउँदैछ अरे हौ। अनि यहाँ भाउजूको पनि निक्लेर जाने नि त, तल भाउजूकोतिर आउनुपर्छ। भोलि म फर्किनुपर्छ नि त। त्यस्तै त 8 तारिकमा लाग्छ त सबै। कसको 8 तारिक छ? सबैको त्यो होइन उयो लिइरहने हो छैन बहिनी उयो स्टप गर्दा उयो तिन चाहिँ धर्का छ नि त्यहाँ बिस्तारै बिस्तारै होइन त्यहाँ। यहाँ गएस यहाँ चाहिँ मेरो पुसाइ आउनु भएको छ। पुसाइको घरमा आएको म चाहिँ हो, मासु पोलेर खाएर हात पनि काल्लै छ पोलेको मासु खाएर हो। यहाँ चाहिँ हाम्रो दाजुको छोरी, नाम भनिदेऊ त। अलिकति यस्तो गर्नुपर्ने रहेछ, उज्यालो हुँदो रहेछ नि त। नानाहरू चाहिँ आइपुगेको छैन, नानाहरू चाहिँ आउनु हुँदैछ अरे। अर्को नाना चाहिँ नआउने अरे यसपालि, बिमार हुनुभयो अरे। अन्त हामी चाहिँ यहाँ खाँदैछ होइन, त्यसो गर्दा यता गर्नु नि भाउजू। पोलेको माउ खानु चिउरा नै नभए चिउरा पनि खाऊ। चिउरा खाँदैन दाँत दुख्छ पुछे। कोट लाउँदा कस्तो हुन्छ है त्यो कोटले? कोट लगाइदिने पुछे खान्छ मुनि। बेहुलै पो हुनु आँट्यो त पुछे त। अन्त कस्तो देख्दैछ त क्या हेर्छ बेसी नकल त पार्नु हुँदैन कि। लु कमेन्ट गरिदिनु पर्यो गाइस, मेरो पुसाइलाई कस्तो देखेछ है। अलिक टल्यो हो यो दाँत देख्छ हो के भन्छ त्यस्तो भन्नु हुँदैन त। लु भन ल, साङ्चेको के छ भन्नु भन। काठमा मासु हाल्यो। बिहान चाहिँ पानी पर्दै थियो, शीतल भइरहेछ है पुसाइ। तर अहिले के बोलिदिनु पुसाइ, हाम्रो पुसाइ गायकर पनि हो फेरि। कस्तो गीत गाउँछ, गाइसहरूलाई सुनाइदिनु न। अलिकति गीत गाउँदा के हुन्छ, मान्छेहरूले उयो गरिरहेछ है, रस गरिराखेको छ। टिका मात्रै लाउनु हुँदैन, गीत गाउनु चाहिँ हुन्छ अरे नि होइन पुसाइ। दुईटा पनि गइदिनु नि पुसाइ, रिमेम्बरको लागि यो फेसबुक उयसमा हाल्ने, युट्युबमा। यस्तो सोचिरहेको थिएँ कि म चाहिँ भिडियो बनाएर युट्युबमा हाल्छु पुस्ताहरूको डल्लै भनेर गइरहेको। अलिअलि गीत गर्नु न, केही हुँदैन।
गाउँ जाने परदेशी दाई सन्देशा यो लगिदेऊ गाउँ जाने परदेशी दाई सन्देशा यो लगिदेऊ आउँछ रे भनिदेऊ गाउँ जाने परदेशी दाई सन्देशा यो लगिदेऊ सन्देशा यो लगिदेऊ दामी 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 क्लाप गर दामी पुसाइको गीत चाहिँ दामी हो हामी पहिला कस्तो गीत गर्थ्यो है पुसा कस्तो मजा आउँथ्यो पुसाहरूले गीत गर्थ्यो नि त्यो के अरे लेखामा चढ्ने चौरी गाई भन्ने त्यो गाइदिनु न पहिला तिमीलाई याद छ लु गाउ त लेखामा चढ्ने चौरी गाई भन्ने गाउनु न पुसाइ गाउनु न यो उयसको लागि हुन्छ मेमोरिजको लागि युट्युबमा हाल्ने टिका बारेको छ अब हामीले डेक्सेक बजार छैन मुखमा गाउँदा त हुन्छ नि त हाम्रो पुसाइहरू चाहिँ यसपालि छैन नि त दसैँ त्यही भएर नभए त हामी कस्तो है इन्जोय गर्थ्यो है पुसाइ हो लु गीत गाइदेऊ न अन्त तिमी टोक्छ कुकुरले भाइ भन्छ नि भाइ आयो ल आऊ त मेरो छोरामा आएछ यहाँ आएर अलिकति भिडियोमा झलक देखाइदेऊ कहाँ जाने रकी कहाँ जाने भिडियोमा झलक देखाइदेऊ कहाँ जाने के रहेछ जा नखाने बेर खाने पुरा धमासमा दिँदो रहेछ त हौ ओके सुम्बुक जाने हो आज म त जाँदिनँ है गाइस सुम्बुक ला किनभने म चाहिँ भोलि फर्किनुपर्छ गाइस त्यही भएर भ्याउँदिनँ मेरो दाजुहरू नरिसाउनुहोस् है अर्को पालि आउँछु तपाईँहरू चाहिँ दिवालीमा आउनु पर्यो तर हामी चाहिँ आउँदैन अरे अरूहरू सबैजना जान्छ नि त म चाहिँ जाँदिनँ ल के बोल्दिनँ न पुसा दार्जिलिङको रेल माया पिरथी 2 दिन बाँचिन्जेल माया पिरथी 2 दिन बाँचिन्जेल दार्जिलिङको रेल माया पिरथी 2 दिन बाँचिन्जेल माया पिरथी 2 दिन बाँचिन्जेल राइट हो अब एउटा दामी गीत गाइदिन्छ त्यसै परेवा भन्ने गीतहरू परेवा हो खाना खाएर आएको नि यो उयो चाहिँ खानु मन परेको मलाई नाचमा अड्यो पुरा खायो गीत गाउँथ्यो कि तर एउटाले मात्रै गर्दा यो चाहिँ साथी चाहिन्छ त आउँदैन अन्त साथी गरिदिउँ भन्दा पनि अरू त सबैले लगाएछ नि टिका अन्त यहाँ माथितिर सबैले लगाएछ लगायो त सबै लाग्छ लायो भन्ने हो र सुन्नुहोस् न अन्त लु भएको स्टप पुसा एउटा गीत गाइदिनु न लाग्यो गीत गाउनु नगाउने यस्तो ह्यान्डसम भएर पुसाइ ह्यान्डसम भइरहेको छ त अन्त है आखिर त कस्तो ह्यान्डसम नानाले किन्नु कति माया गरेको है छोरीहरूले पुरा माया गर्छ है पुसाइ छोराहरूले गर्दैन भन्नु भएको छैन कुर्छ होला मलाई मन दुख्छ है हाम्रो आमाले खालि त्यस्तो भन्छ नि कहाँ त्यस्तो हुन्छ सबैले माया गर्छ नि छोरा न छोरी होइन पुसाइ आमा बाउले छोराछोरीलाई भिन्दै भिन्दै माया गर्छ र गर्दैन नि त होइन खाइ त अब सानो भाउजूकोमा जान्छु त्यहाँदेखि तल ठुलो भाउजूकोमा रिल्स बनाऊ भनेको खोइ भाउजू छैन हामी रिल्स बनाउँछ कहाँ गयो यो हो प्रवीणलाई मेरो यहाँ फोटो उयो पनि हेर्नु लाउनु पर्ने छ फोन पनि पे हो मिस्टेक भइरहेछ पुरा गर्छ है
त्यो त अब इन्जिनियर भएन उयो तिमीहरूले फोटो त्यसको पनि भएन त्यस्तो? म मरिगयो भने पनि फोटो चाहिन्छ हो खिचिराख्नु नि रिमेम्बर हुन्छ नि पुसा हेर्नु तपाईँ यस्तो बोलेको मरेर गएपछि हाम्रो कसले याद हुन्छ होइन हेर्नु यसरी याद बसी हुन्छ आफू एड्रेस लाएर मरिहाल्यो अरे होइन नि किन क्लास त्यस्तो म त अझ आमाको त हुँदैन खिचिराख्यो भने सबैलाई काम दिन्छ हुँदैन हुन्छ नि हाम्रो अब यस्तो बोलेको हाम्रो रिमेम्बर हुन्छ युट्युबमा बसिरहेको हुन्छ पछि होइन हेर्नु मिल्छ यहाँ टिभीमा जोडेर हेर्नु मिल्छ आफ्नै ब्लग हालेर हेर्नु मिल्छ त म त मेरै भिडियो आफै हेरेपछि अरूले नहेर्नु पुरा हेर्छु त खासमा हेर्नु हुँदैन अरे कि तर म त बानी भएको हेरिबस्छु कहाँ हेर्नुपर्छ नि बित्थामा हाउडेको ए हाम्रो फोनमा त हुँदैन दिस फ्लास लगाउन लास्ट होइन फोटो खिचिँदैन हेर त के भयो बेसी फोटो भयो आमा ए डिलिट गर्नुपर्छ है लु भयो त अन्त ए पर्ने झटारा फ्लास लगाएर नि म जान्दैन क्लास कता बनाउँछ त्यो माथि यस्तो पहेँलो थिच्नु त्यो खोइ बोलेकै छैन फ्लासको ए क्लास बोल्नु हो बन्दैन यहाँ साइकल उनीहरू के गर्यो त्यो? आउँदैछ यस्तो हुन्छ हुँदैन नि हो कसरी हुन्छ भन्छौ सबका परिरहेको छ न बिहे गर्छु न यो उमेरलाई बिहा गर्छु अब चाहिँ गएको हो दिवाली चाहिँ हाम्रोमा धुमधडाका मनाउनु पर्छ है पुसाइ ल तल आउनुहोस् ल तपाईँ म चाहिँ अहिले पुसाइ घरमा छु नि त अब चाहिँ जाने भाइहरू सुमुक जाने रे अनि मलाई बोलाउँदैछ टिका लगाइदिने अरे नि त भाइकोमा पनि लागेको छैन नि त म त हिजो कस्तो बिसन्चो भएर सुतेँ नि पुसाइ त्यसो भन्दैछु घरमा लाग्यो कि त्यहाँदेखि सुतिदिएको कस्तो बिसन्चो भयो पुसाइले बोलाउनु भएको थिएन अन्त म माथि पनि गएन पुष्पाकोमा ए भाइकोमा बाई गाइस म चाहिँ अब गएको भरे भेटौँ सरुना मेरो छोरी अघि खाइसकिसक्यो दसैँ भनेर यो चाहिँ हाम्रो रीतिका छ अब हामी चाहिँ यहाँ टिका लगाउन अनमोल लगाइदियो टिका लगा तल एउटा लाटमा यहाँ गाइस अब टिका लगाउन यता हेरे उ हुन्छ आमाकोमा लगाएर आउनु लु हेरे लु यिनीहरू चाहिँ तल घरमा गएको अरे टिका लगाउनु हामी चाहिँ यहाँ लगाउने बाई सी यु अब स्टार्ट भएको अಯ್यो कस्तो मेरो पक्रिदिए हेर्दै गर त्यहाँ कस्तो हुँदो रहेछ भनेर सबै त्यो उहिले भेटेछ नि किन के भएछ मेरो घोडाको भुजा दिएन के चाहिँ मेरो घोडाको भुजा अहिले भेट्छ होइन अहँ पुरा लग्यो मैले त अलरेडी चेटन जितेनले लिएर आएको आज चाहिँ म नि बिन्दिना पारा हुँदैछ कि स्टार्ट गरेर त अलिकति अनुहार फिनिसिङ गरिदिउँ ल जुठो कसले राख्नु त होइन मजाले देखायो त नानाहरूलाई निनीहरूलाई फ्यामिली 3 जना बुझेर आमाबाट रातै रातो भएछ हामी म्याचिङ भएछ भाइले चाहिँ उयो गरेछ नि त भाइले चाहिँ फेरेछ नि त लुगा किन फेरेको भाइ उसलाई सक्सक पऱ्यो नि त बिचरा पेन्ट टक्क खाना खाएर उयो भएन नि त अनमल साह्रो खोज्छ हाम्रो ठुलो भाइले अनमललाई लगाइदियो मजाले अनमलको त दामी थियो त हिजो तामाङ ड्रेस कता गयो कुकुर बाँधेर सीसीटीवी रेकर्ड गरेको एकपल्ट मात्रै हुन्छ नि त काम चाहिँ हामी सुषमा निनीले जस्तै गर्नुपर्छ हिजो जस्तै क्या सधैँभरि सुत्दाखेरि पनि हडिरहेको थियो है के ओडिरहेको थियो टिका हौ पुष्पाले त हडिँदैन है
भाइजी अझै ज्ञानी हुनुपर्छ होला भन्नु राम्रोसँगले मजाले पढ्छ नि आर्कालाई किन भन्नु यस्तो राम्रो पढ्छ नि दुईजना दिदीभाइ आमाले दुःख गरेको थाहा छ आमाले दुःख गरेको अनुसारले कस्तो राम्रो पढ्छ आर्काको नानी पढ्नुको लागि त भन्नै पर्दैन उनीहरूलाई फेरि हेर्नु परेको होइन बाँधेर हौ बाँधिरहेको छ नि रीतिका मर्नाडी आजदेखि मेरो भाइसको रोग कष्ट पनि जाओस् हो अनमललाई त मजाले भन्छ मेरो भाइसको ज्ञानी होस् पढेर ठुलो मान्छे होस् आमा बाबा याद गर्नु बाटोमा मामालाई चिन्यो भने समातेर लानु परबाट नभागिदिनु समातेर घरमा लानु सबैजनाको नाम राखिदिनु घरमा गएर फेरि आमालाई मामा देखेको थियो मात्रै नभन्ने समातेर मामालाई घरमै लानु मामाले दिएको आशिष लागोस् ठुलो मान्छे हुनु सबैको काम राख्ने हुनु ठुलो भाइले सबैलाई आशिष भनेर मुखले ल त टिका लगाइसक्यो